किती वाजता आलं हांजियो उसको नाम के भन्छ त्यो ए बवाल आउने चाहिँ कुन हो आइफोन कुन हो त्यो त बवाल आउने घोक्दो पारेर त्यसरी 200 अरे क्या खोइ सल्लाह यहाँले न दाजु खै घट कि यहाँ पोलेर त घट्छ क्या पानी लिनको छिटलेर लिनको हो क्या भाइ परेको दाम पो डिभाइड गर्ने फर्क गर्न मन लाग्यो पानी लिएर हो त्यो बाल्टीमा टोक्दै यता दिइराख्दै गर्नु तान्न पर्नु मलाई बाल्टी हाल्नु हो बाल्टी केटा ओ त बाल्टी हाल्नु न अब यो निकाल्छ खोट्टा पर्नु पर्यो भन्नु न केही छ भने म भनिदिन्छु म त्याउनु भन्ने हाल्दिनु न 4 बजे या 7 बजे आउँछ भन्नु त्यो के अब डिस्क्रिमिनेसन टाइपको अब मर्मत हुँदैछ भने के टर्बाइनमा उस गर्ने हो हैन उसमा ट्रान्सफर्मरमा त्यो पानी फालेर अर्को पानी ल्याइदियो भाइ फेरि छ पानी छ कि पानी ल्याएर आउनुपर्छ बुढी बनाउनु पर्यो छैन पानी त्यही हेर डडम भरम न डडम भरम के हुँदैन लाम पहिला पानी ल्याएर अलिकति पानी भाइले दिन्छ भाइ छ भाइसँग
तल पाट टिप्छ है ओ बर मोटो भुट्टाको भयो नि चिरेर राखिदिनु त कोही भएर जो पनि हैन त्यहाँ एउटा सानो बस्ने नवीन राजाकर बत्ती आउनु हुँदैन म आज नयाँ काठमाडौँ आएको छ अरू हजुर नमस्कार अनुगमन गर्न हिँडेको छु भन्नु न लाइन आज अरू कलेज हुन यति मात्रै हो अझै हुन पर्ने एउटा के हुन्छ नि त फाल्ने बित्त प्रमोट गर्दैछन् अरे यो भनेको पियो रहेछ यो भनेको कलेज हो बजारमा कलेजले के हुन्छ कलेज भनेको यतिकै जस्तै स्पेस हुनुपर्छ भने यो अब त्यहाँ काँटा लिएर त तोड्ने एउटा उ छ मुढा पनि लिएर प्लास्टिकको मुढा म त गजदाम बस्छु पित्ता कहाँ छ पाउन हजुर पित्ता फुटेको रहेछ के हो दुख्छ अहिले भएन मासु गरेर खानु पर्ला हात पुष्प दिपेशले खेर गाड्दो एक दिन तिनवटा मात्रै एक्लै बानी पऱ्यो तिमीहरूलाई आनन्दले उनीहरू त के भयो कामै त्यही होइन मैले यति बेला सक्नुपर्छ भन्ने भएन कि जति सबै त्यति गरेर यति बेच्छ मासु बिहानै काट्छौँ मुडा छ एउटा मुडा उल्टा भयो त्यो मैले काट्ने आफ्नो तरिका हुन्छ काट्ने त्यसरी हुन्छ माइलुवालाई एकछिन उठाला कुर्सीमा सर वही भए पनि एउटा काली गरेर लिएर आउनु यो त त्यत्तिकै हल्लाएर त भनिएर हुन्छ नि यसलाई त एउटा कुर्सी ल्याउनु सक्दैन यसलाई के अब हल्दारको एउटा हल्दार नाम गरेको हल्दार पैसाको असै अनि कोही नयाँ मान्छे आयो हल्दार साहब भन्ने भयो कहाँ यहाँ हल्दार जमदार सुत्ने ठाउँमा हल्दारलाई लिएर आएको उता नसुताएर भन्नु भन्दैन बराबरका टुक्रा बनाइदिन्छु जति पुग्छ दोहोऱ्याइ भयो यहाँ सानो काजी हुनुहुन्छ यहाँ भाग लाउनु पर्छ त्यसलाई छुट्टै बोराएर राखौँ यो भित्री पाट पुरै निकाल्ने
ए बिचारा हिँड्ने होइन कि नानी जेडीसँग जान खोजेर यहाँ पुग्यो के छ सानो काजी हो के मलाई स्कुलमा देख्छस् नै म स्कुलमा देखेर त दुध लिने घरको मान्छे वान थियो त आउँछ मेरो घर राखेर त के गर्दा आइथि भुट्टाको लागि के गर्दा मेरो घर म त आएन मेरो घर त के गर्दा त्यतिकै नहाम्रा म नहाम्रा नाइ छोटो नराम्रो काटो नटाउनु नराम्रो पर्छ पार न फेरि थालिङ्ग देख्दा अजिब लाग्छ कस्तो हुन्छ नि मान्छेले नि यस्तो खान्छन् र अनि के भने चलेको यस्तो दामी छ हजुर क्यामेरा त आइफोनलाई फेरि खाइदिन्छ क्या परात छैन परातमा जा भाइ पनात ल्याइदिनु एउटा पनात फरक छैन नि एउटा अचार छ एउटामा एउटा बोरा ल्याइदिन्छ बोरा पनि बोरा भुट्टा राख्ने बोरा ल्याइदिए चामल खनाएको बोरा होला कि हजुर ती घरको बोरो लिएर आएको मैले एउटा नयाँ त्यो भुडी बनाउन मासु यो भुट्टा राख्न चाहिन्छ कि एउटा त्यो उसो लानेवाला हो एउटा चाहिन्छ किन्छ यताले के किन्छ यताले बस चाहिँ थपक्क बस छिटो भेन्छ होला यार मैले फुलमा बनाएको कि फुल अझै 2 जो तिमी गरेर रह तिम्रो यसको तिम्रो भयो जो रोजी उता घुरमा त टोक्यो के ल्यायो